नमस्कार सबैजनालाई। अहिले हामी गाडीमा समुद्रतर्फ जाँदैछौँ। बाटोमा यात्रा गर्दै जाँदा दायाँ बायाँको दृश्य कति सुन्दर देखिन्छ है। हरियाली, खुल्ला आकाश र हल्का हावा। यस्तो मौसममा यात्रा गर्न पाउँदा झनै रमाइलो लागिरहेको छ। अहिले हामी समुद्रतर्फ नजिकिँदैछौँ। गाडीबाट बाहिर हेर्दा बाटो पनि कति राम्रो देख्न सकिन्छ। यहाँ हामीले देख्न सकिन्छ हरिया रुखहरू, साथै समुद्रमाथिको सुन्दर पुल। यस्तै भ्यूहरू देख्दाखेरि मन साह्रै नै उत्साहित हुन्छ। यात्रा भनेको गन्तव्य मात्र होइन, बाटोमा देखिने यस्तै सुन्दर पलहरू पनि हो। अनि हामी सबै निकै उत्साहित छौँ, किनकि केही समयपछि समुद्र देख्न पाइनेछ। समुद्रको आवाज, त्यहाँको चिसो हावा र निलो पानीको दृश्य सोच्दा मात्रै पनि कति रमाइलो लाग्छ। त्यहाँ पुगेपछि समुद्र किनारमा हिँड्ने, फोटो खिच्ने र अलिकति रिल्याक्स गर्ने प्लान छ। अनि हामीले यता रोडको साइडतिर पनि देख्न सकिन्छ। यसलाई चाहिँ ट्राम भन्छ। यसले पनि रोडको आकर्षकता, सिटीको सुन्दरता देखाउनलाई धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। अहिलेको लागि हामी गाडीमै यात्रामा इन्जोय गर्दैछौँ। तपाईहरू पनि हामीसँगै यो यात्राको मजा लिन सक्नुहुन्छ। अब अलि अगाडि पुगेर समुद्रको पहिलो झलक देखेपछि म फेरि तपाईहरूलाई देखाउनेछु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्, किनकि अगाडि अझ सुन्दर दृश्यहरू आउँदैछन्। र अब हामी गाडीबाट झरिसकेका छौँ र समुद्रतर्फ हामी पैदल यात्रा गरिरहेका छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ समुद्रको भ्यू। समुद्र निकै उत्साहित छ। अनि हामीले केही फोटोहरू पनि खिच्यौँ र केही समयपछि हामी आफ्नो घरतर्फ फर्कियौँ। अब आउने नेक्स्ट ब्लगको लागि पर्खिँदै राख्नु होला। चाँडै नै हामी अर्को पनि एउटा गन्तव्यको भिडियो लिएर हजुर सामु आउने नै छौँ। र हाम्रो भिडियोलाई लाइक, सेयर र कमेन्ट अनि सब्सक्राइब